एकचोटि यहाँ हेर्नु न ल एक्सन भिडियो चाहिँ कस्तो बनिएको छ ल अनि हजुरलाई चाहिँ एउटा अर्ग्यानिक चिज देखाउँदैछु म आँडीकुल्ला देखो नमस्ते सबैजनालाई आज चाहिँ हाम्रो एउटा स्पेसल ब्लग रहनेछ हाम्रो दुईवटा गीतको सुटिङ छ सो सो उहाँ भैँसो चाहिँ उहाँ स्पेसल उहाँ भन्नुभएको चाहिँ एकचोटि यहाँ हेर्नु त एकचोटि यहाँ हेर्नु न हेलो उहाँ हेर्नु यो स्पेसल भैँसो बेङ्गलोरबाट मगाएको होइन अब चाहिँ हामी यहाँ चाहिँ मेकअप चलिरहेको छ एकछिन पछि हामी चाहिँ भ्यूहरूमा जानेछौँ एकदमै बवाल भ्यू छ पहाडको सो अहिले चाहिँ हामी स्टुडियोमै छु भनौँ भ्यू कस्तो छ ऐसा मत भन्नु जी मे भी थोड़ा कसै कसैको लिए त खास हुँगा ल त गाइज एकैछिन हामी चाहिँ तयारी हुन्छौँ तयारी भएर हामी हजुरहरूलाई देखाउँछौँ आजको सुटिङ चाहिँ के कस्तो रहनेछ सो हाम्रो च्यानलमा चाहिँ धेरै टाइमपछि ब्लग आउँदैछ सो हजुरलाई थाहा छ ए मेरो आयो भाउजू मजाको नर सो गाइजहरू हामी चाहिँ टक्क सुटिङवाला भ्यूमा आइसकेका छौँ अनि अनि हाम्रो क्यामराम्यान सुरज बेटुवा सो दाई अनि शिल्पाजी अगाडि हुनुहुन्छ सो आजको सुटिङ चाहिँ एकदमै बवाल हुनेछ हाम्रो रमाइलो भइरहेछ भन्नु तर लास्टै घामै यार अनि तर गए यहाँ पे आके भीख माग रहे देखो शूटिंग के लिए रेडी ल एक्सन आओ ल रेडी गाइज हामी चाहिँ सुटिङ गर्दा गर्दै हामीले यो बाटो क्रस गर्नुपर्ने थियो नदी अनि हजुरलाई चाहिँ एउटा अर्ग्यानिक चिज देखाउँदैछु म सो पहाडको एकदमै भाइरल चिज सो देखो आँडीकुल्ला देखो ल मेरो दाइ नदी क्रस गर्दै हुनुहुन्छ दाइ रोड ला हेर यति फास्ट हुनुहुन्छ दाइ पनि है ल हाम्रा मोडेल निसाब पनि यहाँबाट जाँदै हुनुहुन्छ यिनी त गयो म कसरी जाउँ त्यो मलाई टेन्सन हुन्न ल लाटु युआर गोइङ भिडियो चाहिँ बवाल आउँदैछ है अनि हाम्रो चाहिँ लाइक कमेन्ट सेयर गर्दै गर्ने अनि किसीको आँडीकुल्ला खाना त बतादैन देखो छोटो छोटो है बहुत गुड मर्निङ सबैजनालाई अहिले चाहिँ हाम्रो सुटिङको सेकेन्ड डे सो हिजो चाहिँ पुरा सकिएको थिएन सो अहिले चाहिँ हामी जाँदैछु सो यहाँ बाटो अलिक डेन्जरस छ है गाइज अलि त्यही भएर यहाँ चाहिँ यो धान हो कि गाउँ हो धान सो अहिले धान पाकिरहेछ यहाँ हाम्रो टोली चाहिँ जाँदैछ यहाँ सुटिङ आज चाहिँ फाइनल सुटिङ गर्ने प्लानिङमा छु हामी आज चाहिँ दिल्लीको लागि निस्किने सो गाउँ चाहिँ एकदमै बवाल पाकिरहेछ हेर 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 धान चाहिँ एकदमै बवाल पाकिरहेछ भ्यू हेर गाइज भ्यू ल एकदम बबल दाइ चुन्नीले पसिना पैसा जस्तो गरे हा ल ल दिमाग लाग्यो मुजी ल फलो क्यामेरा एक्सन नाउले खाउन्या
आफ्नै थरहाली नाउँ लेखाउने आफ्नै थरहाली दाइकी साली मेरी त घरवाली दाइकी साली अनि गाइस हाम्रो यो भिडियोलाई चाहिँ एकदमै माया गरिदिनु होला। हामी यति भन्दै छोटो मिठो ब्लगमा चाहिँ थ्याङ्क यू सो मच यतिसम्म जोडिनु भयो। सो हाम्रो लट्टु के भन्न चाहनुहुन्छ कि भिडियो चाहिँ कस्तो बनिएको छ ल स्पेशल थ्याङ्क यू सो मच भन्न चाहन्छु। हाम्रो सिद्धि ब्रोले पनि बहुत मेहनत गर्यो होइन। एन्ड अब हाम्रो लाटु त क्यामेराम्यान भइसकेका रहेछ नि यो सुटिङ एकदमै बवाल बन्यो सुटिङ सकियो गाइस। अब अहिले चाहिँ हामी एकैछिन चैनपुर पुगेर एन्ड साथै धनगढीको लागि हिँड्ने ल थ्याङ्क यू सो मच। एकै मन्दी छैडर थोकै ओराइ जापन एकै मन्दी छैडर थोकै ओराइ जापन एका हो सुवा घर काँडोली छै मैना चरी एका हो सुवा घर काँडोली छै मैना चरी एका हो सुवा घर काँडोली छै मैना चरी।